राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्द सूचीमा त्रुटि भएको सच्याउने भएको छ। चौतर्फी आलोचना भएपछि रासपा सभापति रविलाल छानेले नै निर्देशन दिएको बताएका छन्। बालेन शाह कुलमान घिसिङसँग एकता गर्ने क्रममा समानुपातिक बन्द सूची बुझाउन हतार भएका कारण त्यस्तो त्रुटि हुन पुगेको उनीहरूले बताएका छन्। अन्तिम समयमा कुलमान घिसिङसँग सहमति भएपछि हतार निर्वाचन आयोगमा बन्द सूची बुझाइएको थियो। उक्त बन्द सूचीमा केही विवादित व्यक्तिहरू, केही चर्चित कलाकारहरू, केही व्यापारीहरू परेको र स्थापना कालदेखि रासपामा सङ्घर्षशील कार्यकर्ताहरू छुटेको भन्दै उक्त आलोचना चौतर्फी भएको थियो। साथै प्रदेशको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने पनि माग गरिएको छ। यसलाई लिएर तपाईहरूको प्रतिक्रिया के छ? प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद। जय नेपाल, जय देश।